हेलो साथीहरु नमस्ते। अफिस जाने बेला हुन लागिसकेको छ। बिहान एउटा सर्ट भिडियो राखेको थिएँ अनि अहिले चाहिँ अलि डिटेलमा कुरा गरौँ भनेर तपाईहरुसँग म फेरि पनि उपस्थित भएको छु। केही समयपछि अफिसको लागि निस्किनु पर्ने हुन्छ। मैले हिजो भएको गेममा कतारसँग नेपालको गेममा नेपालले जित त हासिल गर्यो, 5 रनले जित्यो। जित भएपछि हामी सबै नेपाली जना खुसी त हुने नै भए, तर हामीले र नेपाली टिमले पनि निकै विचार गर्नुपर्ने कुराहरु देखिरहेको छु। कुरा के आयो भने सुरुमा हामीले ब्याटिङ गर्ने बेलामा पनि रन बल खेल्यौं। 10 ओभरमा 60 रन थियो के अरे, 140 141 कतिसम्मको टार्गेट मात्रै दियौं। अब पछि के भयो भने उता बोलिङ गर्ने बेलामा सन्दीप लामिछानेलाई 9-10 ओभरमा बल्ल ल्यायौं। 16 पिच थियो। यस्तो अवस्थामा सुरुमै पनि सन्दीप लामिछानेलाई पावर प्लेको ओभरमा ल्याएको भए हामीलाई अलिकति त्यतिखेरै विकेट आउँथ्यो र त्यतिखेरै विकेट आइसकेपछि गेम त्यस्तो लास्टसम्म त्यस्तो नेल बाइटिङ गेमसम्म जाँदैन थियो। हामी सजिलै जित्थ्यौं र यो जुन हाम्रो पाको 2 अङ्क त पायौं, तर रन रेट पनि त कुरा आउँछ नि त। हुन त अब पक्कापक्की नै अब लगभग हामी अर्को 2टा गेम, एउटा ओमानसँग छ, अर्को समोआसँग छ। अब त्यसमा ओमानसँग अलिकति कम्पिटिटिभ होला, समूहसँग हामी सजिलै जितौँला भन्ने अपेक्षा गरौँ। फेरि भन्न सकिँदैन ठ्याक्कै के होला कसो होला। कुनै बेला नेपालको भन्नै सकिँदैन के, कुनै बेला के खेल्छ कुनै बेला के खेल्छ। टस जितेर बलिङ लिने ठाउँमा ब्याटिङ लिइरहेको हुन्छ। ठिक छ, बलिङ ब्याटिङले त फरक परेन, तर कुरा के आइरहेको हुन्छ भने त्यो T20 गेम हो के। T20 गेममा जहिले पनि हामीले आक्रामक स्टार्ट गर्नुपर्ने हुन्छ। अब फेरि आक्रामक स्टार्ट भन्दाखेरि अब सुरुमै कुशल भुटल र अर्को हाम्रो आशिष शेखले अब सुरुमै विकेट दिने पनि भन्ने कुरो आउँदैन त्यसमा। ठिकै छ, तर विभिन्न कुराहरू विकेटलाई पढ्न नसक्नु, कस्तो खाले कसलाई कतिखेर बलिङ दिनु, स्टार्ट कसरी गर्नु, यी कुराहरूले गर्दाखेरि हामी चाहिँ लगभग यो एसोसिएट टिमकै अब रेन्जमै हुने नै भयो के। यो अलि प्रगति नभएको जस्तो लाग्यो के। अब यो आइसिसी T20 क्वालिफायरमा अहिलेसम्म हरेक गेम जितेका छौँ, ठिक छ, तर गेम कसरी जितिरहेको छौँ। फेरि युएईसँगको गेममा पनि मात्रै 1 रनले जित्नु, हिजोको गेममा 5 रनले जित्नु। जित मात्रै ठुलो कुरो होइन के, जित मात्रैले चाहिँ हामीलाई अगाडि बढाउँदैन। अब कहिले एकजना प्लेयर सन्दीप लामिछाने हिजो म्यान अफ द म्याच बने, त्योभन्दा अगाडि दिपेन्द्र सिंह ओइरी, त्योभन्दा अगाडि गुलसन झा, त्यसरी अलग अलग मान्छेहरू म्यान अफ द म्याच त बनिरहेछन्। तर अब यहाँ कुरा के आइरहेछ भने जुन किसिमको हामीले गर्नुपर्ने हो नि, जुन किसिमको सेटिस्फ्याक्सन आउनुपर्ने हो, जुन किसिमले हामी हेर्न चाहिरहेछौँ, नेपालको क्रिकेट फ्यान भइसकेपछि जुन किसिमको म्याच हामी अपेक्षा गर्छौँ नि, त्यो किसिमको भइरहेको छैन कि। नेपालले निकै सुधार गर्नुपर्ने ठाउँहरू अझै देखिरहेको छु। T20 गेममा, ओडिआई गेममा पनि होला। ओडिआई गेमको बारेमा कुनै अरू दिन कुरा गरौँला। अहिले चाहिँ हामी T20 वर्ल्ड कप क्वालिफायरमा छौँ 2026 इन्डिया र श्रीलङ्कामा हुने गेमहरूको लागि। अब त्यसमा चाहिँ अब क्वालिफाई त लगभग पक्का हो, तर खै नेपाली फ्यान भइसकेपछि चाहिँ कता के कुरा चाहिँ नमिलेको, अझै कुरा थप्नुपर्ने। अझै अब हिजोको गेममै अलिकति कुरा गरौँ न। अब हिजोको गेममा ललित राजवंशीलाई बाहिर राख्यो, नन्दन यादव थिए, ठिक छ, हाम्रो मोहम्मद अदिल आलम थिए, ठिक छ। मोहम्मद अदिल आलमलाई नल्याउनु भनेको होइन, मोहम्मद अदिल आलम आए, ठिक कुरा हो, एकदम ठिक कुरा हो, तर ललित राजवंशीलाई बाहिर राख्ने होइन नि त। त्यहाँ अब यहाँ हाम्रो कुशल मल्ल छ, सन्दीप जोरा छन्, अन्यलाई पो रिप्लेस गर्न सकिन्छ कि, त्यो कुराहरू पनि ध्यान दिनुपर्ने भयो। पछि अब फेरि त्यसमा मोहम्मद अदिल आलम ब्याटिङ गर्न आएको थियो, अनि त्यहाँ मोहम्मद अदिल आलमको सट्टामा गुलसन पो अलिकति अगाडि आउँथ्यो कि, ती कुराहरू। अनि स्टार्टिङको कुराहरू, मिडल अर्डर पनि कहिलेकाहीँ स्टार्टिङ चलिरहेको हुन्छ, मिडल अर्डरले विकेटै बचाउन सकिरहेको हुँदैन। हिजो दिपेन्द्र सिंह ओइरी र रोहित पौडेलले राम्रो गेम खेले। अब यिनीहरूले राम्रो गेम नखेले भए त्यहाँ त्यो हामीले दिएको जुन टार्गेट छ त्यो टार्गेट पनि हुँदैन थियो। त्यस्तो छ स्थिति, ठ्याक्कै भन्नै सकिँदैन। यहाँ यस्तो भइरहेछ। यो यस्तो खाले गेम हामी खोजिरहेको छैनौँ क्या। हामीले खोजेको गेम भने कम्फर्टेबल विन हो। यो कहिलेकाहीँ भए ठिकै हो, या मुटु नै धड्काउने गरी, मुटु नै अप्ठ्यारो पार्ने गरी स्थितिको गेम छ। अब यहाँ अलिकति चाहिँ कुराहरू चाहिँ नेपालले सुधार गर्नुपर्ने देखिरहेको छु। अब ठिक छ, आशा गरौँ अब बाँकीका गेमहरू नेपालले अवश्य पनि जित्ने नै छ, त्यही अनुसारको नेपालले अगाडि बढ्ने नै छ। तर अब मलाई आफ्नो भनाइअनुसार चाहिँ नेपालले बलिङमा पनि कतिखेर के गर्ने हो। नन्दन यादव पनि सुरुमा 16 रन फर्स्ट आफ्नो पहिलो ओभरमा 16 रन दिए, त्यसपछि कमब्याक उसले गरे, उसले पनि पछि विकेट पनि लिए।
तर सेकेन्ड लास्ट ओभरमा फेरि 3टा वाइड फालेका छन् त्यहाँ कतारसँगको गेममा, हिजोकै गेमको कुरा गर्दैछु। अब यस्तो कुराहरूले चाहिँ अलिकति हामी फ्यानहरूलाई चाहिँ दुःख बनाउँछ क्या, यो दुःखी बनाउँछ। अब त्यस कारणले अवश्य पनि अब अर्को गेम जुन ओमानसँग भोलि हुँदैछ, भोलि हुने गेममा नेपालले चाहिँ राम्रो गर्नै पर्छ। हुन त अब अलरेडी हामी लगभग अलरेडी वर्ल्ड कपमा छौँ, तर अब यस्तो खाले गेम हामी हेर्न चाहँदैनौँ कि यो यस्तो खाले गेम हेरौँ जसले हामीलाई चाहिँ सिधै अलिकति यो नेल बाइटिङ गेम, एकदम फिङ्गर क्रस्ड गरेर बस्नेवाला गेम होइन कि एकैचोटि जित दिलाउने खालको गेम होस् कि। यो अलिकति निर्णयहरू चाहिँ सही समयमा, सही प्लेयरलाई सही ठाउँमा, सही स्टार्टिङ, सही फिल्डिङ मात्रै हो क्या हामीलाई जिताइरहेको। अहिलेसम्म मैले देखेको चाहिँ फिल्डिङ हो क्या, फिल्डिङले हामीलाई जिताइरहेको छ। अरू कुराहरू त्यस्तै छ, बलिङ पनि त्यति सन्दीप लामिछाने चलिदियो, कोही चलिरहेको छ, ठिकै कुरा हो यो पनि। यी कुराहरूलाई विचार गर्नुपर्ने देखिन्छ है। थप कुराहरू साथीहरूले कमेन्टमा राख्नु होला। यो च्यानलमा म नयाँ छु, पुरानो च्यानल केही प्राविधिक गडबडीले बन्द भएको छ। अब यही च्यानललाई सब्सक्राइब गर्नु होला। म यसमा अवश्य पनि भिडियोहरू नेपालको बारेमा, आउँदो गेमहरूको बारेमा अवश्य पनि अपलोड गर्नेछु। धन्यवाद, नमस्ते।